स्वच्छ सुन्दर समृद्ध पोखरा। यो हो पोखरा महानगरपालिकाद्वारा प्रायोजित कार्यक्रम पोखरा नगर आवाज। पोखरा नगर आवाज। पोखरा नगर आवाज। नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको साप्ताहिक प्रस्तुति कार्यक्रम पोखरा नगर आवाजको आजको 37औं अङ्कमा प्राविधिक मित्र हिमलाल त्रिपाठी र आनन्द भट्टराईको साथमा सहकर्मी पूर्णिमा प्रतिबिम्ब अनि शान्ति राणाको तर्फबाट हार्दिक स्वागत छ। पोखरा महानगरपालिकाद्वारा प्रायोजित कार्यक्रम पोखरा नगर आवाजको आजको श्रृङ्खलामा पनि हामीले महानगरका विविध गतिविधिहरूलाई लिएर उपस्थित भइसकेका छौं। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडियम वेभ 684 किलो हर्ज, एफएम 100 मेगाहर्जमा पोखरा, तनहुँको बन्दीपुर र पर्वतको दुर्लुङकोट तथा 103 मेगाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको बगनासकाली स्थित रिले स्टेशनबाट यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। साथै संसारभरि अनलाइनमा रेडियो नेपाल अनलाइन.com, रेडियो नेपाल पोखराको फेसबुक पेज र रेडियो नेपालको मोबाइल एपबाट पनि हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ। पोखरा महानगरपालिकासँग सम्बन्धित जनचासोका विषयवस्तु प्रस्तुत गरिने कार्यक्रम पोखरा नगर आवाजको आजको 37औं श्रृङ्खलामा हामीले पोखरा महानगरपालिकामा छाडा चौपाएलाई व्यवस्थापन के कसरी गरिएको छ भन्ने विषयमा आज हामीले पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कण्डरियासँगको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ। पोखरा महानगरपालिकाले छाडा पशु व्यवस्थापनको लागि व्यवस्थित गर्न भनेर पोखरा 14 मा छाडा पशुपालनलाई सङ्कलन गर्ने, त्यसलाई संरक्षण गर्ने र त्यहाँबाट केही उत्पादन पनि गर्ने, मल मूत्र संरक्षण गर्ने, त्यसबाट मल बनाउने यो अभियानमा लागिरहेको छ। अहिले विगत लामो समयदेखि त्यहाँ चाहिँ गौशाला रहे पनि अहिले चाहिँ पुष्करणी गौशालाको रूपमा जुन रहेको छ यसमा अलिक व्यवस्थापन पनि राम्रो भएको र अहिले चाहिँ घुम्न योग्य ठाउँ मध्ये एउटा एकदम पवित्र भूमि, गाईको दर्शन, गौमाताको दर्शन गर्न सकिने गरी त्यहाँको चाहिँ एकदम राम्रो व्यवस्थापन सहित अहिले नयाँ यो वर्ष विगत 2 वर्षदेखि व्यवस्थापन भएको छ। त्यसलाई नियमित रूपमा ती वस्तुहरूको स्वास्थ्य उपचारको लागि दाना, घाँस, परालको व्यवस्थापन चाहिँ महानगरपालिकाले गरिरहेको छ। अहिले पोखरा महानगरपालिका पशु सेवा शाखा अन्तर्गत प्राविधिकहरू नियमित रूपमा भिजिट पनि गर्ने, त्यहाँको खाना खुवाउनको लागि दाना, चोकर लगायतका वस्तु, मिनरल्सहरू, औषधि उपचारका कामहरू पनि भइरहेको छ र यो पोखरा क्षेत्रमा यो एउटा उदाहरणीय काम हो। किनभने पोखरा महानगरपालिकामा यो छाडा जति पनि चौपायाहरू छन् अहिले पछिल्लो समयमा घट्दो पनि छ र त्यहाँ लगेर व्यवस्थापन गरेर दूध पनि उत्पादन भइरहेको, केही वस्तुहरू बाहिर सडकमा हिँड्दा दुब्ला रोगी भएको ठाउँहरूमा ठाउँमा मर्नेसम्मका पनि घटनाहरू भएको ठाउँमा अहिले चाहिँ ती एकै ठाउँमा रहेर संरक्षण भएको अवस्था पनि छ। यसलाई महानगरपालिकाले अहिले ठुलो एउटा प्रोजेक्टको रूपमा रहेको छ। एउटा जुन चाहिँ धार्मिक गौशाला भिजिटको रूपमा रहेको छ भने त्यहाँबाट उत्पादन भएको मललाई चाहिँ गणौले मल बनाउने, कम्पोस्ट मल बनाउने र त्यो मललाई प्रयोग गरेर किसानहरूसँग जोडेर त्यसको मल बिक्री गरेर त्यो गौशालाको आम्दानी पनि वृद्धि होस् र त्यहाँ भएको मल प्रयोग गरेर चाहिँ बाली पनि उत्पादन पनि वृद्धि हुने र प्राङ्गारिक वस्तु उत्पादन गर्न सकिने गरी हामीले बिस्तारै त्यसको आय आर्जनसँग पनि जोडेका छौँ। अब बिस्तारै महानगरपालिकाले मात्रै सहयोग नगरिकन त्यहाँ अहिले गुरुले धेरै ठाउँहरूबाट पनि आउटसोर्सिङ गर्नुभएको छ र सङ्घीय सरकारले पनि केही सपोर्ट यो गौशालालाई दिएको छ। अहिले एउटा नमुना प्रोजेक्टको रूपमा चाहिँ गौशाला विकास भइरहेको छ। आगामी दिनमा यसलाई थप विभिन्न किसिमका रुख बिरुवाहरू रोपेर एउटा चाहिँ कुनै डेस्टिनेसनको रूपमा र असल अभ्याससहित छाडा पशुलाई कसरी व्यवस्थापन गरिएको छ भने विभिन्न ठाउँबाट विशेष गरेर अरू पालिकाहरूबाट पनि हेर्न मिल्ने ठाउँको रूपमा विकास भएको छ र हामीले पशु वस्तुहरूलाई छाडा नछोड्नु हुन र आफ्नो वस्तुहरू छोड्नु पर्यो भने पनि सिधै केही सम्पर्क गर्नु होला भनेर हामीले चाहिँ अरू सर्वसाधारणलाई पनि र उत्पादक कृषकहरूलाई पनि त्यो कुरा भनेका छौँ र त्यहाँबाट राम्रा गाईहरू उत्पादन भयो, त्यहाँबाट राम्रा नस्लका बाछा बाछीहरू उत्पादन भएको अवस्थामा तिनलाई फेरि आगामी दिनमा हामीले अन्यत्र गरिब कृषकहरू जो चाहनुहुन्छ उहाँहरूसँग पनि पुर्याउन सक्ने योजना चाहिँ रहेको छ।
अहिले यहाँले सुन्नुभयो पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कण्डरियासँग सहकर्मी पूर्णिमा प्रतिबिम्बले गर्नुभएको कुराकानी। अब भने हामी पुष्पकरणी परोपकार धाम गौशाला सञ्चालन भइरहेको छ। राष्ट्रिय परोपकार महासङ्घका अध्यक्ष भास्कर श्री कमलनयन गौतमले सञ्चालन गर्नुभएको पुष्पकरणी परोपकार धाममा सञ्चालन भएको गौशालामा के कसरी गौशाला सञ्चालन भएको छ र यसको लागि आवश्यक पर्ने सामग्रीहरू के कसरी उपलब्ध भएको छ, कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने जिज्ञासाको साथमा सहकर्मी पूर्णिमा प्रतिबिम्बले राष्ट्रिय परोपकार महासङ्घ पुष्करणी परोपकार धामका सञ्चालक भागवत भास्कर श्री कमलनयन गौतमसँग गर्नुभएको कुराकानी अब यहाँहरू समक्ष सुनाउँदैछौँ। स्वागत छ यहाँलाई कार्यक्रममा। धन्यवाद। यहाँ राष्ट्रिय परोपकार महासङ्घको अध्यक्ष र यसको परिकल्पनाकारको रूपमा हुनुहुन्छ। हामीले आजको कार्यक्रममा यहाँले सञ्चालन गर्नुभएको गौशालाको विषयमा कुराकानी गर्नलाई खोजिरहेका छौँ। यहाँले गौशालालाई पुष्करिणी परोपकार गोकुल धामको रूपमा स्थापना गर्नुभएको छ। सर्वप्रथम त गौशाला निर्माण गर्ने योजना कसरी बन्यो? पोखरा आफैमा सुन्दर नगरी पनि हो। सुन्दर बन्नका लागि विभिन्न विधाबाट काम गर्नुपर्छ। स्थानीय निकायहरूको पहलले मात्र सुन्दर रहिरहन नसक्न पनि सक्छ। स्थानीय बासिन्दाका हिसाबले पनि हामीले केही गर्नुपर्छ भनेर राष्ट्रिय परोपकार महासङ्घ नेपालले विगतका समयदेखि नै पोखरा महानगरसँग सहकार्य गर्ने प्रस्ताव पेश गरिरहेकै हो। विविध कारणले त्यो हामीहरूलाई प्राप्त हुन सकिरहेको थिएन। पछिल्लो जनप्रतिनिधिहरू आइसकेपछि फेरि हामीले अर्को प्रस्ताव पेश गर्यौं। यो छाडा पशु चौपाया व्यवस्थापनको काम भनेको अत्यन्त गाह्रो काम पनि छ, तर पनि परोपकार यसका लागि इच्छुक छ। यदि सम्भव हुन्छ भने आउनु सहकार्य गरौं भनेर राष्ट्रिय परोपकार महासङ्घ नेपालले पोखरा महानगरपालिकासँग यो प्रस्ताव पेश गरेपछि विगत 25 महिना पूर्व हामीलाई त्यो जिम्मेवारी प्राप्त भयो। त्यसपछि 19 वर्षसम्म पोखराको फोहोर मैला फालिएको ठाउँ ल्यान्डफिल साइट भनेर हामी चिन्छौं, त्यही क्षेत्रलाई हामीले गौशालाका रूपमा रूपान्तरित गर्ने उद्देश्य सहित यहाँ हामीले अभियान पस्क्यौं। त्यसपछि अहिले पुष्करिणी परोपकार गोकुल धामका नाममा गोकुल धाम स्थापित छ। 322 वटा भन्दा धेरै सडकमा छाडिएका, सडकमा विभिन्न कार्यहरू बिगारिरहेका, हुन त हामी जस्तै मान्छेले कहीँ न कहीँ गल्ती गरेर सडकमा पुगेका गोवंशहरूको संरक्षण र सम्वर्धन अभियान चलिरहेको छ। यो पहिलो धन्यवादको पात्र त पोखरा महानगरपालिका छ, किनकि त्यो जिम्मेवारी हामीलाई लायक सम्झेर सुम्पिनु भएको छ। अर्को यो 25 महिनासम्म आउनका लागि त्यसका भौतिक संरचना निर्माण, व्यवस्थापकीय पक्ष, दैनिक सञ्चालनको खर्च ठूलो छ। त्यसमा धेरै सहयोगी हातहरूले कहिले दाना चोकर, कसैले पराल, कसैले विविध सामग्रीले सहयोग पुर्याउँदै आइरहनु भएको छ। र अहिले नमुना गौशालाका रूपमा सायद यो देशकै ठूलो समस्या पनि हो। हामीले एउटा स्वचालित अनि आत्मनिर्भर हेर्न लायक अध्ययन अवलोकन केन्द्रका रूपमा विस्तार गर्न सक्यौं भने अन्य क्षेत्रमा पनि भएका समस्या समाधानका लागि सहजीकर्ता बन्न सकिन्छ कि भन्ने हाम्रो प्रयास पनि हो। त्यो प्रयास जारी नै छ। हजुर, एउटा नमुना तथा आधुनिक गौशालाको रूपमा पनि पछिल्लो समय परिचय पाएको छ धामले। आधुनिक भन्दै गर्दा संरचना कस्तो छ त्यसको पनि संरचनाहरू हामीले अहिले व्यवसाय रूपमा सञ्चालन गर्ने फर्महरू भन्दा अझै व्यवस्थित बनाउन खोजिराखेका छौं। 25 महिनाको उपलब्धि सँगै बजारमा सिजन लेभल तरकारीहरू उपलब्ध हुने वातावरण सृजना गरेका छौं। अहिले दिनको करिब 50-60 लिटर दूध पनि उत्पादन हुन थालेको छ। त्यो दूध बजारसम्म पनि आउने गर्दछ। माग भएका ठाउँमा गौशालाबाट पुर्याउने पनि गरिएको छ। त्यति मात्र नभएर दहीहरू, पनिरहरू, कुराउनीहरू हामीहरूलाई कोही व्यक्तिले सम्पर्क गर्नुहुन्छ भने गौशाला व्यवस्थापनले त्यो तयारी गरेर पुर्याउँदै पनि आइरहेको छ। अब त्यो सँगसँगै गाई खरिद गर्न पर्यो, गाई पाल्ने इच्छा भयो भने टाढा टाढा गएर गाईहरू ल्याउनु पर्ने बाध्यता छ अझै पनि। पोखरामा गौशाला नभएकै होइनन्, व्यावसायिक रूपमा फर्महरू धेरै सञ्चालनमा छन्, तर दूध आइन्जेलसम्म पाल्ने, दूध दिन छोडेपछि बिरामी भएपछि या अरू कुनै समस्या भएपछि त्यसलाई वास्ता नगर्ने खालको एउटा परिपाटी व्यवसायहरूमा पनि छ। फेरि अर्को लगानी गर्नका लागि शुल्क त व्यवस्थापन गर्नु पर्यो। हामीले कमसे कम त्यति धेरै दुधालु त नसकेला, तर पनि थोरै दूध तर थोरै खुवाए पनि हुने खालका गाईहरू व्यवस्थापन गर्न सकिन्छ कि भनेर हामी गौशालाबाट जन्मिएका बाछा बाछीहरूलाई अलिकति सुविधा सम्पन्न आहार विहार सहित व्यवस्थापन गर्दै गएका छौं। सायद गौशालामै जन्मिएको एउटा बाछी त 18 महिनामा बाली गएर ब्याही पनि सकेको छ भनेपछि पछिल्लो समय त्यो व्यवस्थापनलाई पनि गौशालाले समाजमा अर्को भूमिका, सहजीकरणको भूमिका खेल्न सक्छ। हजुर, भनेपछि दूध जन्य परिकारहरू र दूधको चाहिँ बजारीकरण
भएको छ। त्यो सँगसँगै मल व्यवस्थापन, गोबर तथा गउँतको पनि व्यवस्थापन तथा बजारीकरण चलिराखेको छ। अहिले पहिलो चरणमा हामीले आफ्नै बारीमा गोबरलाई प्रयोग गरेका छौँ। हामीहरूले उत्पादन गरेको झोलमोल हामीले आफ्नै बारी करेसामा अर्ग्यानिक कृषिकालाई प्रयोग गरेका छौँ। अब त्यो बाहिर दिनका लागि हामी तयारी भइसक्यौँ, किन भन्दा हामीले त्यसलाई परीक्षण गरेर सफल भइसक्यौँ। अर्को, हामीले लगाएका डाले घाँसहरू अनि हरियो घाँस बिना गौशालाहरू आत्मनिर्भर बन्न सक्दैनन्। त्यही भएर प्रशस्त रहेको त्यो क्षेत्रलाई हरियाली बनाउने क्रम पनि चलिराखेको छ। हामीले प्रयोग गरेका चिज, हामी सफल भएका चिज कृषक कहाँ होइन या समाजमा त्यसलाई सम्प्रेषण गर्न सकिन्छ भन्ने हाम्रो लक्ष्य पनि हो। हजुर, चोकर लगायत दानाहरू त पक्कै पनि किन्नै पर्ला। हरियो घाँसहरू चाहिँ यहाँहरूले रोपेकै घाँसले पुग्छ कि कस्तो छ? करिब हरियो घाँस कुनै सिजनमा नभएको बेलामा हामीले साइलेस घाँसहरू अनि डाले घाँसहरू टाढा टाढाबाट पनि सहयोगहरू सङ्कलन गरेर ल्याएर खुवाउने गरेका छौँ। अर्को पराल र भुसा नै हो अहिलेको आहार भनेको। चरण क्षेत्र अलिक कमी पनि छ, त्यही भएर आहारका रूपमा भुसा परालहरूलाई प्रयोग गर्छौँ। अर्को, दाना चोकरहरू, दाना हामीले कमी नै खुवाउने गर्छौँ, किनभने हामीलाई दुध उत्पादन गरेर दुधै बेच्ने भन्ने व्यवसाय हाम्रो नभएका हुनाले चोकर अनि त्यसपछि मकैको पिठोहरू, केही कुँडोहरू पकाएर दुधालु बिरामी गाईहरूलाई अनि साना बाछा बाछीलाई कुँडोहरू पनि खुवाउने गरिन्छ। त्यो व्यवस्थापन यसरी चलेको छ। हजुर, यहाँले सडकमा छोडिएका जुन छाडा चौपायाहरूलाई सङ्कलन गरेर जुन गौशाला सञ्चालन गरिरहनु भएको छ, अब गाई बस्तु सडकमा भेटियो भने सडकबाट गौशालासम्म कसरी पुर्याइन्छ? एक त राष्ट्रिय परोपकार महासंघ नेपालको सञ्जाल पोखराको हकमा छ। पोखराको प्रत्येक वडामा दुईटा समितिहरू छन्। ती समितिहरूको सहायताले पनि हामी गौशालामा पुर्याउन सक्छौँ। एउटा अर्को, हामीले अझै सहयोग लिने पाटो भनेको पोखरा महानगरपालिकाको नगर प्रहरी या पोखरा महानगरपालिकाको कृषि शाखा, पशु शाखा, त्यो मार्फत पनि हामीले सडकमा भेटिएका, सडकमा रहेकालाई नगर प्रहरीको सहायताले नै गौशालासम्म पुर्याउने गरेका छौँ। र अर्को, टोलमा रहनुभएका टोल सुधार समितिहरू, टोलमा रहनुभएका आस्थावान व्यक्तिहरूले पनि आफ्ना निजी खर्चमा पनि गौशालामा पुर्याइदिने गर्नुभएको छ। यो सबैको सहकार्यमा सहजीकरण भएको छ। त्यसमा पनि पोखरा महानगरपालिकाले अझ आफ्नो एउटा भेकल नै त्यसका लागि अलगै खडा गरेर हामीलाई ढुवानी व्यवस्थापनमा सहजीकरण गरेको छ। हुन त हाम्रो माग हो छुट्टै भेकल हामीलाई उपलब्ध भयो भने गौशालाले नै, त्यो भयो भने हामीले अलगै व्यवस्थापन गर्न सकिन्थ्यो। त्यसका लागि सहयोग गुहार्न पनि पर्थेन भन्ने छ। सायद आगामी दिनमा त्यो महानगरले हामीलाई उपलब्ध गराउला। अर्को समस्या भनेको पानीको समस्या पनि छ त्यहाँ। अब पानी प्रत्येक दिन करिब 1 देखि 2 ट्याङ्कर पानीहरू किनेर खुवाउनु पर्छ। पोखरा नगरपालिका भित्रै रहे पनि अब 14 नम्बर वडा, त्यसको पनि अलिकति पुछारको क्षेत्र भएका हुनाले सडकमा पर्याप्त, बस्तीमा पर्याप्त पानीको धारा त्यहाँ पुगेको छैन। अनि स्वच्छ पानी प्रवाहित हुँदा त हामीले सेतीको पानी लिफ्टिङ गरेर पनि प्रयोग गर्छौँ। नभएदेखि कुलाको पानी सरसफाइका लागि प्रयोग हुन्छ भने खुवाउनका लागि, अरू व्यवस्थापनका लागि अब बोरिङको पानीहरू ट्याङ्करमा हामीले उपलब्ध त्यहाँ गराउन लगाएर त्यसलाई उपभोग गर्ने गरेका छौँ। परालको हकमा आहारका लागि केही पर्सेन्ट, केही महिनालाई पुग्ने महानगरपालिकाले टेन्डर गरिदिन्छ र केही महिना अझ त्यो टेन्डरले नपुगेका धेरै अधिकांश महिनामा हामीले आफै व्यवस्थापन गरेर खुवाउनु पर्ने हुन्छ। यसरी मूलतः सडक अहिले स्वच्छ, सडकमा दुर्घटना रहित हुनका लागि अनि सडकमा सौन्दर्यकरणमा सहयोग पुर्याउनका लागि यो त्रिपक्षीय सहयोग नै छ। हामी लागेकै छौँ भने पोखरा महानगरपालिकाले पनि साथ दिइराखेको छ। जनस्तरबाट पनि सबै व्यक्तिले सहयोग दिइरहनु भएकै छ। हजुर, पक्कै पनि। अब जथाभावी सडकमा पशु चौपाया छाड्दा उनीहरूको पनि एउटा असुरक्षा भयो। त्यस्तै गरी तिनीहरूको कारणले गर्दाखेरि सडक दुर्घटना हुने सम्भावना पनि बढ्ने हुन्छ। यो क्षेत्रमा यहाँहरूले काम गरिरहँदाखेरि यो किसिमले जनचेतना फैलाउन कतिको सम्भव रहेछ? जनचेतना फैलाउन सक्यौँ भने सम्भव छ भन्ने त उदाहरण भइसक्यो। यो 25 महिनाको उपलब्धि नै सडकमा दुर्घटना न्यूनीकरण भनेरै ट्राफिक कार्यालयले नै त्यो सन्देश सम्प्रेषण गरिसकेको छ। पहिला जति दुर्घटना भएको हामीले देख्थ्यौँ, प्रत्यक्ष हामी दर्शी नै थियौँ। म जस्तै धेरै व्यक्तिहरू पनि प्रत्यक्षदर्शी हुनुहुन्थ्यो। कति साधनसँग ठोकिएको, जनधनको क्षति भएको हामीले पाएका पनि थियौँ। अहिले त्यो न्यून भएको छ।
त्यो न्यून हुनुको कारण नै पोखरामा व्यवस्थित सडकमा रहेका गाईहरूको व्यवस्थापनका लागि गौशाला स्थापित भइसकेको छ, त्यो एउटा कारण पनि हो। अर्को जनचेतनामूलक कार्यक्रम हामीले वडाबाट समूहहरू, संघ संस्थाहरू, विद्यालयहरू त्यस्ता व्यक्तिहरूलाई गौशालामा पुर्याउने गरेका छौँ र केही गाई सम्बन्धी चर्चा, गाईको उपभोग कसरी गर्न सकिन्छ, गाईले दिएको गोमूत्र गोबरलाई कसरी उपभोग गर्न सकिन्छ, अनि मानव विविध कारण समस्या परेको छ भने घरमै रहेको वस्तु भाउलाई पनि सडकमा नछाडिकन आफ्नो समस्या मात्र समस्या हो भन्ने सोच भयो भने यो समस्या सधैँका लागि रहिराख्छ। मलाई जस्तै समस्या अरूलाई पनि पर्न सक्छ है भनेर त्यसलाई व्यवस्थापनको सहजीकरण गौशालासम्म, गोकुलधामसम्म हामी जोडिन सक्यौं भने सबैको समस्या एकैचोटि समाधान हुन्छ। त्यही भएर त्यस्तो खालको चेतना हामी सबै मिलेर जगाइराखेका छौं, अझै पनि कोसिस जारी छ। हजुर, गौशालामा यति बेला लगभग 320 भन्दा बढी गाईहरू छन्। हजुर, अब गाई वस्तु बिरामी पर्दा अथवा चोटपटक लाग्दाखेरि उपचारको व्यवस्था कसरी गर्नुभएको छ? गाईहरू बिरामी हुँदाखेरि हाम्रो क्षमताले भ्याएको त गरिरहेका छौँ। हामीसँग त्यस्तो प्राविधिक स्वास्थ्य कर्मी त हुनु हुँदैन। हामीले हाम्रै सेवाग्राहीहरूलाई केही सानातिना तालिमहरू दिएर तत्कालीन गर्न सकिने खालको स्वास्थ्य उपचार हामीले स्वयं गर्ने गरेका छौँ। केही ठुलो त्यस्तो आवश्यकता पर्यो भने पोखरा महानगरपालिकाको पशु शाखासँग हामीले सम्पर्क गर्ने गर्दछौँ। उहाँहरूले त्यो सहयोग हामीहरूलाई दिँदै आइरहनु भएको छ। कहिलेकाहीँ त्यस्तो विकल्प बिदाको बेला भयो भने अब कर्मचारी उपलब्ध हुनु हुँदैन, अनि कहिले अब दुर्घटना या त्यस्तो रोग बिरामी हुने भनेको उत्तिखेरै हुन्छ। त्यो बेलामा हामीले कहिलेकाहीँ सम्पर्क गर्दाखेरि अब उहाँहरूको सहभागिता भएन भने वैकल्पिक ठाउँबाट पनि हामीले अब शुल्क व्यवस्थापन गरेर पनि हाम्रो क्षमताले भ्याएको उपचार गरिराखेका छौँ। तर त्यो पर्याप्त छैन, हामी नै सन्तुष्ट छैनौँ। किन भन्दा कति गाई वस्तुभाउहरू बस्दिन्छन् बिरामी भएपछि, अब त्यसलाई बेला बेलामा उचाल्नु पर्ने हो, त्यस्तो औजारै रहेनछ। मैले नि यो सेवाकै दौरानमा थाहा पाएँ होइन, त्यस्तो खालको औजारै पाइँदो रहेनछ हाम्रो यहाँ नेपालमा, सायद होला। मैले खोज्न त खोजिराखेको छु। अब बसेको गाईलाई, बिरामी गाईलाई त्यो ठुलो ओजनको हुन्छ, त्यसलाई बेला बेलामा उचालिदिन सक्ने हो भने सायद त्यसको आयु वृद्धि गर्न सकिन्थ्यो होला। यस्ता केही समस्या छन्। औषधि खुवाएर मात्र पनि नहुने, कहिलेकाहीँ गोडा भाँचिन्छ, त्यसको खुट्टाहरू भाँचिएको पनि दुर्घटना भएको पनि त पुग्छ त्यहाँ। त्यो पशु हो, प्लास्टर गरिदिए पनि त्यसलाई हामीले टाँगेर राख्न सकियो भने निको हुन्थ्यो होला। बाध्यता छ, हामीले भुइँमै छोड्नुपर्छ, त्यो चल्ने कोसिस गर्दाखेरि त्यो हामीले गरेको कामहरू त्यो सफल भइरहेको छैन। कहिलेकाहीँ चरणमै जाँदा घाउचोट लाएर आएका हुन्छन्, बजारबाट घाउचोट लाएर गएका हुन्छन्। हामीले सिलाइदिँदाखेरि पनि त्यसलाई अलि राख्न मिल्ने हामीसँग साधनहरू नभएका हुनाले अब उसले आफूलाई कति जतन गर्न सक्छ र हामीले कति सक्छौं त्यसमा मात्र निर्भर छ। अब यसका लागि त हाम्रो सहयोगका लागि अपिल त सबैतर्फ गरिराखेका छौं। तर जुन अवस्थामा हामीले ग्रहण गरेका थियौं त्यो अवस्थाबाट धेरै माथि, कमसेकम बिरामी हुँदाखेरि हामीले पुर्याउनु पर्ने, तिनीहरूले पाउनु पर्ने अति आवश्यकताका स्वास्थ्य सामग्री सहितको सेवा चाहिँ हामीले दिइरहेका छौं। हजुर, धार्मिक रूपले पनि गाईलाई महत्त्वपूर्ण मानिन्छ र त्यो सँगसँगै गाईको गहुँत र गोबरको पनि धार्मिक रूपमा महत्त्व छ। यो धार्मिकको महत्त्वलाई यहाँले संक्षिप्तमा व्याख्या गरिदिनुहोस्। अब गाई आमा हुन् भनेर त हामी भन्ने नै गर्छौं। यसलाई सरल रूपमा हेरौँ भने हामी जुनसुकै उमेरको अवस्थाका व्यक्तिहरूले, अझ विशेषतः बाल्यकालको अवस्थामा आमाको दूध सेवन निश्चित समयका लागि मात्र हुन्छ। तर गाईको दूध हामी जीवनभर सेवन गर्छौं, त्यसैले पनि गाई आमा हुन् भनेर हामीले स्वीकार्न सक्छौं। अर्को, गाईको दूधमा अमृत तत्व प्राप्ति हुन्छ। गाई यस्तो प्राणी हो जसले विषै खाए पनि विषलाई पचाएर अमृत प्रदान गर्न सक्दछ। त्यही भएर गाईलाई उच्च कोटिको जनावरका रूपमा लिने गर्दछ। अब नेपालकै हकमा भन्नुपर्दा त राष्ट्रिय जनावरकै रूपमा पनि गाईलाई लिइन्छ। शास्त्रको वर्णन अनुसार गाईमा सबै देवताको निवास हुन्छ। अरू पूजा गर्दा कहिलेकाहीँ अपूर्ण हुन सक्छ। त्यो पूर्णताका लागि गौदान या गौ पूजन, गौ सेवा गर्नाले ती कार्यहरूले पूर्णता प्राप्ति हुन्छ भनेर ठूला ठूला यज्ञ अनुष्ठानमा यज्ञ समाप्तिका क्षणमा गौदान गरेर अपूर्ण कार्य पूर्णताका लागि गाईको पूजा भनेर शास्त्रले वर्णन गरेको छ। काम गर्यो, काम अपूर्ण भइराख्छ, कहिल्यै सफल हुँदैन, विघ्न बाधा परिराख्छ भने गौशालाको 4 पटक परिक्रमा गरियो भने परिक्रमा गरेकै भोलिपल्ट अधुरा कार्यहरू पूर्ण हुन्छ भनेर शास्त्रले वर्णन गर्दछ। हामी
हामी रोग लागेका व्यक्तिहरू गाईलाई कमसे कम 10 मिनटसम्म गाईलाई मुसार्यौं सेवा गर्यौं भने ती रोगहरू गाईले हरण गर्छिन् भनेर गाईको महिमा गो पद्धतिमा वर्णन गरिएको छ। यस्ता धेरै महिमा गाईसँग जोडिएका छन् र अहिले पछिल्लो समय त अझ वैज्ञानिकहरूले अधिकांश ठूला रोगहरू गाईको गोमूत्र सेवन गरेर पनि निको भएको कुराहरू हामीले सुनिसकेका छौं। त्यही भएर शास्त्रीय मर्यादामा वर्णन गरेको गाईको महिमा अपरम्पार छ। एउटा प्राणी भए पनि हामीले पान गर्न सक्ने अक्सिजन प्रदान गर्छिन्, स्वच्छ वायु गौमाताले प्रदान गर्छिन्। गाईको सेरोफेरोमा रहँदै गर्दा श्वास प्रश्वासको गति गौमाताले शुद्धिकरण गर्छिन्। त्यही भएर गाईको गोबरमै त्यो प्रकारको गुण भेटिन्छ। अघि हाम्रा पूर्वजहरूले घरको वरिपरि घरको मजेरी घरको भान्सा गोबरले नै लिप्ने गर्दथे हैन। त्यस्ता विकिरणहरूलाई हटाउन सक्ने क्षमता गाईको गोबरसँग छ। अनि उर्वरा भूमि हाम्रा भूमिहरूलाई राम्रो बनाउनका लागि हाम्रा करेसाहरूलाई राम्रो बनाउनका लागि गाईको मल अत्यन्त प्रभावकारी छ। त्यही भएर पनि शास्त्रीय मर्यादाले गाईको गोमूत्र गाईको गोबर अनि स्वयं गौको महिमा धेरै वर्णन गरेको छ। हामी धेरै अहिलेको विधि र प्रक्रियामा रहेर पनि यी चिजहरू सुन्न सक्छौं, बुझ्न सक्छौं, जान्न सक्छौं। हजुर, पक्कै पनि गाईको जुन महत्त्व छ यसको महिमालाई पछिल्लो पुस्तामा प्रसार गर्नको निम्ति यहाँहरूको अभियानले थप साथ दिइरहेको छ। हजुर, साथ दिइरहोस् भन्ने हाम्रो पनि कामना छ। हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं। अन्त्यमा कार्यक्रम सुनिरहनुभएका समग्र श्रोतालाई के भन्न चाहनुहुन्छ? सबै श्रोता सुनिरहनुभएका श्रोताहरूलाई गो सेवामा लाग्ने भाव हामी सबैमा जागृत होस् यो कामना गर्दछु। अर्को आफ्नो समस्या मात्र समस्या हो भन्ने कहिल्यै बुझ्न भएन। मेरो समस्या समाधान गर्न खोज्दै गर्दा अर्कालाई समस्या पर्ने खालको समस्या समाधान कदापि समस्या समाधान होइन। त्यही भएर सबैको समस्या समाधान गर्ने अभियानमा जुटौं। सडकमा छाड्दैमा आफ्नो समस्या समाधान हुने होइन। त्यही भएर चेतना सबैभित्र जागृत गरौं, म यो पनि निवेदन गर्न चाहन्छु। अर्को पोखरा महानगरपालिका यो देशकै समस्या हो न त होइन। देशैभरि अहिले धेरै क्षेत्रमा डुल्दै गर्दा सडकमा गोवंश भेटिन्छन्। तर पनि एउटा क्षेत्रमा नमुना गोकुलधाम गौशाला स्थापित गर्न सक्यौं भने अर्को ठाउँमा नि त्यसलाई सिको गर्न सकिन्छ, राम्रा कुराहरूलाई सिकाउन सकिन्छ, सिक्न सकिन्छ भनेर जुन कोसिस पोखरा महानगरपालिकामा छाडिएका सडकमा रहेका गोवंशको संरक्षणको आधिकारिक अधिकार पाइसकेपछि राष्ट्रिय परोपकार महासंघ नेपालले जुन काम अगाडि बढाएको छ यसलाई अझै राम्रो बन्नका लागि पोखरा महानगरपालिकाको एउटा ठूलो समस्या समाधान भएको छ। यो तत्काल केही गर्नुपर्ने निर्णयहरू छिटो हुन सक्यो भने यसले निरन्तरता पाउन सक्छ र सधैँ समस्या समाधानबाट पनि मुक्त हुन सक्दछ। त्यही भएर पोखरा महानगरपालिकालाई पनि एकपटक गुहार्न चाहन्छु। त्यो सँगसँगै देशले पनि यो देशैभरिको समस्या हो। कृषिसँग जोडिएको विधा, कृषिसँग जोडिएको मन्त्रालयले त्यो मातहतमा रहेका शाखा महाशाखाहरूले पनि यो तर्फ बेलैमा ध्यान दिनु पर्दछ भनेर आग्रह गर्दछु। र यो अवसरका लागि रेडियो नेपाल पोखरा शाखालाई पनि धन्यवाद अर्पण गर्दछु। कार्यक्रममा सहभागी भइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भागवत भास्कर श्री कमल नयन गौतमसँग पूर्णिमा प्रतिबिम्बले गर्नुभएको कुराकानीसँगै पोखरा महानगरपालिकाद्वारा प्रायोजित कार्यक्रम पोखरा नगर आवाजको आजको श्रृङ्खलाको समय सीमा सकिने लागेको छ। अर्को श्रृङ्खलामा हामी फेरि यस्तै अन्य गतिविधि लिएर यहाँहरू समक्ष उपस्थित हुनेछौँ। आजको श्रृङ्खला सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धन्यवाद दिँदै प्राविधिक मित्र हेमलाल त्रिपाठी र आनन्द भट्टराईको साथमा सहकर्मी पूर्णिमा प्रतिबिम्ब अनि शान्ति राणा बिदा हुन्छौँ। नमस्कार।